बाटै छैन अब यहाँबाट जाने आउने अनि त्यही भएर चाहिँ लिएर आइज यता आइसक्यो त्यो ठ्याक्कै रुख्ने नि सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरूसँग चला म सम्झे स्वाम फाइट अनि सो आजै जान लागेको चाहिँ त्यो तल एउटा कुकुर चाहिँ भिरमुनिका पुरै एकदम करा गरेर कसले कुकुर तल भिरमुनि थाल्दै गरेको चाहिँ थाहा भएन होइन अनि सो त्यसलाई रेस्क्यु गर्न जान लागेको आज चाहिँ अनि सो आज चाहिँ पानी परेको छ आज ओभर पानी परिदिरहेको अनि सो देख्न सक्नुहुन्छ चिसो पनि भइरहेको भुइँमा पानी पनि जमिरहेको देख्न सक्नुहुन्छ सो एज यु क्यान सी द भ्यू अनि सो त्यो कुकुर रेस्क्यु गर्न लागेको अनि सो यसरी चाहिँ कसरी कुकुर भिरमुनि यसरी मतलब कहीँ नफालिदिनु होला कि किन भन्नु न यसरी बिचरा त त्यसै त बोल्न पाउँदैन त्यसको बोल्न त बोल्छ तर त्यसको भाषा हामी बुझेन नि त त्यही भएर गाइज होइन यसरी चाहिँ बिचरा जानबाट यस्तो नगर्नु होला त्यसको पनि एउटा उयो हुन्छ त्यसलाई पनि दुख्छ नि त होइन अनि सो त्यही भएर गाइज अनि सो हामी चाहिँ भिरमुनि जान लागेको कुकुर रेस्क्यु गर्नलाई अनि सो रेस्क्यु टिम नि आइसक्यो देख्न सक्नुहुन्छ त्यहाँनिर रेस्क्यु टिम हेरेर चाहिँ अनि सो यो भएर म चाहिँ जान लागेको तल भिरमुनि आज चाहिँ ओभर पानी परेर भिरहरू पनि चिप्लो भइरहेको होला क्या अनि सो त्यही भएर होइन अनि सो गाइज त्यही हो एकचोटि अब कुकुरहरूको आवाज पनि सुनाउँछु एकचोटि भिर्न गएर त गाइज म चाहिँ भिर्निर आइसकेँ होइन अनि सो देख्नु सक्नुहुन्छ यो भिरको चाहिँ ब्लगमा थुप्रैचोटि हालिसक्यो हामीलाई चाहिँ अनि यसो बाढी पनि आएको रहेछ पानी परेर ओ के हो खोला के हो त बदले कि दौडिरहेको छ बारीमा सो गाइज अनि भिरमा यही भिरबाट फाल्दै खाएको तलको कुरा चाहिँ सो यस्तो भिर एउटा चिसो भिर पनि फेरि यहीँ तल पुरै तल कराइरहेको थियो अघि चाहिँ अहिले चाहिँ कराउनु चाहिँ बन्द गरेँ अहिले चाहिँ कराइराखेन क्या त्यो गाई त्यो स्याल नै देख्न सक्नुहुन्छ त्यहाँनिर स्याल पनि छ ऊ त्यहाँनिर ठ्याक्कै कहाँ यहाँनिर स्याल दौडिरहेको यहाँनिर स्याल दौडिरहेको थियो एउटा ऊ ठ्याक्कै यसको भेनिस त ऊ ठ्याक्कै यो रुख्ने रहेछ त्यो रुखको बिच्चा हेरेर यता आइसक्यो त्यो ठ्याक्कै त रुख्ने नि यताको त्यो बिच्चाको रुख्ने ठ्याक्कै त्यहाँनिर स्याल एउटा गइरहेको स्याल हो क्या सो गाइस हामी जान्छ भिरमुनि सायद कुकुर त निक्ल्यो के हो कराउनु त कराइरहेको थियो होइन त्यसो यहाँबाट चाहिँ गाडी नै गाडी त्यो फेरि यहाँबाट यो मुनिबाट यस्तो गएर यस्तो गएर यहाँबाट आउनु पर्ने हुन्छ कि यहाँबाट चाहिँ बाढीहरू पनि नखादिनु सक्नुहुन्छ सो गाइस तल जाउँ यो तल गएर भेट्नुपर्छ है त गाइस सुरुवात भइसक्यो अब भिरमुनि झर्ने अनि सो गएर हजुर तल भिरमुनि जाने आइज छिटो यसो जान लागेको अनि त्यो यस्तो सिधै ठाडै ओह्रालो छ क्या भिड त फेरि बाबु जाने सुनिल भाइ हिँड्न मजा आइरहेको भिरमा ए त झर्न सजिलो भइरहेको चढ्दाखेरि चाहिँ यस्तो काँडाहरू छ राम यस्तो काँडाहरू घुच्यो भने चाहिँ के हुन्छ फेरि आमा काँडा पन्साएर काँडा घुचिसक्यो आमा उल्लो कपडा सब चेपिदिन्छ यस्तो त फाल काँडा जो छिटिन् ल ल के त्यसमा लगाएर जान्छ त्यसो भए म चाहिँ अगाडि गिटिनु पर्ने हुन्छ यहाँबाट भिड पनि यस्तो ठाडै ओह्रालो खाएको फेरि ओह्रालो पनि आम्मा यस्तो चिप्लो त बिजोक रमाइलो हुन्छ त यार बिचरा जस्तो यस्तो चाहिँ कसैले नफाल्दैन यार कुकुरहरूलाई यसरी बिचरा त बोल्न त्यसै बोल्न हामी बोल्न त बोल्छ तर यस्तो बुझ्दैन हामीले तिहार पनि दुख्छ नि त दुख्न त यार तिहारको पनि एउटा ज्यान छ नि त होइन जनावर भएर के गर्नु त यस्तो गर्छ मान्छेले यस्तो चाहिँ कोही नगर्नु होला होइन अन्त त्यही भएर चाहिँ यो भिडियो चाहिँ त्यही भएर म्यासेज पुऱ्याउनलाई सबैलाई गरेको मैले चाहिँ यसरी चाहिँ बिचरा कसैले नगरिदिनु भनेर यस्तो गाडीबाट जानुपर्ने परेन ल आम्मा यस्तो जङ्गल यस्तो गाडीसँग सर पर्छ फेरि बब्बाल फेरि अजिङ्गा यत्रो मोटो सर पर्छ फेरि तपाईँले फेरि निगुरो पनि देख्न सक्नुहुन्छ एजेन्सी अघिसम्म कुकुर कराएछ अहिले कराउनु हल्का बन्द गरेर अर्को रेस्क्यु टिम चाहिँ पछाडि चाहिँ तिनजना लागेको अब अघि चाहिँ हामी दुईजना मात्र अनि प्लान थियो खास गरी अनि भाइ पनि आएको जान्छु भन्न थाल्यो अनि जाउँ भनेर बाढी पनि आएको छ बाढीमा चाहिँ फिसिङ गर्न चाहिँ म त आउँछ फिसिङ गरेर पनि जाने प्लान भइरहेछ हाम्रो हुन चाहिँ सुरुको पानीमा गर्छ के गर्छस् सुरुको पैसा पनि जर बाढी खानु फेरि कुन गयो नामै त काफी नामै त भारी होइन जी भनेको थियो गाडी देख्न सक्नुहुन्छ कता कताबाट जाने हो यताबाट यता होला नि होइन
बाटो पनि कन्फ्युज भइरहेको थुप्रै भन्दै भिडतिर बन्न आएको पनि पुरै भइसकेर आएको गाडी यत्नै गाडी लस्तो ला झन्डै चप्पल खुलिदिएको अहिले चप्पल चुट्यो भने बिजोग रमाइलो हुन्छ या त्यसलाई चिप्लिन्छ चप्पल पनि चिसो खान्छ ल चप्पल ल जुम अन्जो गाइस फाइनली म चाहिँ अहिले आइसकेँ बाटोमा बाटो छेउ टक्क यहाँ हामी के गरेँ थाहा पहिले सुरु त्यतिकै हावा ताल पढिरहेको अब यहाँबाट पनि फेरि गाडीको बाटो जानुपर्ने हुन्छ फेरि होइन जाउँ बिचरा अब चाहिँ त्यस्तो परिरहेको छ अब यस्तो छोड्नु पनि भएन नि त त्यही भएर जाउँ यस्तो मिहिनेत लाग्छ तलसम्म भएर निक्लिएर गएको रहेछ भने झनै राम्रो निक्लिएर गएर निकालिदिने त्यसलाई गएर अगाडि रिस्क्यु गरिदिउँ त्यस पछाडि त्यो भिड होइन हेर्छु नि भाइ त्यो भिड होइन बाटो चाहिँ कहाँबाट आएको यसको त फेरि बाटै होइन फेरि हो ल बाटोबाट यस्तो गाडी खान्छ पुरै यहाँबाट जाउँ त बाटो हेरेर कहाँबाट जान्छ नि ऊ त्यहाँनिरबाट कराएको थियो कराउँछ यहाँबाट कराएको हामी अघि त माथि थियो नि त त्यो भएर यसले बाटो खोजिरहेको छ खोज बाटो कहाँ खोज बाटै हेर्नु सुन भाइ यस्तो गाडी हेर अब त्यो नाफी गर्दा गाडी पनि अब जानु पऱ्यो आइदिउँ म बाटो बनाउँछ अहिले ल अगाइदिनु यस्तो गाडी छ नि कुकुर पापै लाग्छ कसम यार फाल्ने मान्छे रहेछ यत्रो खाले यार कुकुरहरू बिचरा भिरमुनि जोक पछि त्योलाई पनि यस्तै हुन्छ हेर न यसको बल्लादेखि पनि पुरा भइहाल्छ नि सुन्दा पक्रेर क्यामेरा त्यो क्यामेराम्यान चाहिँ सुने भाइ हो होइन चल्दै जाए गाडी हेर्नु न गाडी गाडी अझै यहाँबाट अझै उकालो चढ्नु पर्ने हुन्छ कि यहाँबाट चाहिँ यहाँबाट अब सबै बाटो राख यहाँबाट सजिलो भइरहेको जानलाई त्यति उयो भइरहेको छैन अगाडि जाउँ न अगाडि ओइ बल पढ्ने गाह्रो छ चढ्नु गाह्रो छैन बत्ती बलिरहेको छैन मलको सुग्गै देखिहाल्नु होला उकालो के कसो छ भनेर त्यो त फेरि माइट छ नि फेरि भिड चढ्नु त सुग्गाइ देख्नु सक्नुहुन्छ कुर्ती यहाँ रह फाइनल भिडिसक्यो लिएर आउँछस् कि म गरेर लिएर आऊँ को त जानुहोस् जा लिएर जा बिचरा गाइस देख्नु सक्नुहुन्छ त्यो जाडल थर कामिरहेको नि आम्मा खुसी भएर नि यस्तो खुसी भइरहेको क्या लिन आयो भनेर यत्रो भिडबाट फाल्दै यार यस्तो बिजोग बनाएर यार कस्तो पापी मान्छेहरू हुन्छ यार कस्तो के यार हुन्छ नि यार थोरै मान्छे हुन्छ नि यार हल्का भए पनि कस्तो यस्तो भेट्दाखेरि खाने कसम यार यस्तो रिस उठाने हजुर त्यो त बाटै छैन अब यहाँबाट जाने आउने अनि त्यो भएर चाहिँ लिएर आइज हिँडाइज आइज डोरी सोडी सब बाँधेर फाल्दै गएर त बिचरा आम्मा त्यो गाडी त खुसी भइरहेको होला क्या त्यो लिन आयो भने पछाडि त खै बोकेरले नि बोकेरले त्यो भिडबाट झन् डढाइराख्यो त अलिक त्यो ठाडै भिड थियो यार हुन्छ म यो चाहिँ माथि गएर पनि हल्का देखाउँछु घरलाई
जस्तो सुने तुलसी बिरान ओए यस्तो भिजेको भिरमा सुन भाइ यहाँबाट सजिलो बाटो यहीँबाट झरिदिउँ है यहाँबाट सफा बाटो यहाँबाट झरिदिनु पर्छ जस्तो अब यहीँबाट चलिदिनु पर्छ यहाँबाट सुख्यो सफा बाटो यसले यहाँ राखिदिनु त आफू झरिहाल्छ नि यहाँबाट बुझ्यो भाइ कुकुर रिस्यु गर्दा आउँदाखेरि कस्तो भइरहेको मजा आइरह फिलेहरूको नाम चाहिँ लक्यो होइन त्यो बुद्धि हुन्छ सबैले हर्को सुनिल भाइ फेरि क्रोम हारेको फेरि कपडा लाग्छ नि आफू फेरि कट्टु भन्दाखेरि बल थियो नि आजको दिवस होइन यसरी केही चिज आयो मद्दत गर्दा यसरी केही चिज होइन आफूले गर्दाखेरि मनदेखि गर्दाखेरि कम खुसी हुँदो रहेछ यार कस्तो हुने क्या बब्बाल तपाईँ फाइनली खै आउनु पनि डराइरहेको अब त अब किन भन्दा मान्छेदेखि पनि डराउँछु होला क्या यत्रो फाल्दै पछाडि यार सानो खाँदा भिर लाफेहरू ल ल आमाम कति तल हाल्नु सुन्दा 6 तल त होला यार तपाईँ बढी नै होला क्या त त्यही पनि त्यही त भाइ कुकुर रिसिभ गर्दा कस्तो भइरहेको अहिले कस्तो फिल आइरह ठिक छ भनेर कस्तो फिल कस्तो आइरह बोल आइरह सो गाइस त्यही हो सबैजना सब्सक्राइब गर्नु हाम्रोबाट माया देखाउनु होला होइन हामी त्यही हो अनि यसरी चाहिँ मतलब जानवरहरूलाई यसरी डोप फाल्नु होला कुकुर बिरालो अथवा जे नि एनिथिङ क्या के चिजलाई पनि यसरी चाहिँ दुःख पुऱ्याउनु भन्दाखेरि हल्का थोरै चिज आफूले सोच्नु क्या आफूलाई कसरी के गर्दाखेरि कति दुख्छ त्यस्तै हो अर्को चिज पनि यो न लिभिङ थिङ्स हो नि त यार लिभिङ थिङ्स हो यो भने यो बोल्छ यार यसको पनि मन यसको पनि दुख्छ यसलाई पनि के गर्नु यसलाई पनि हुन्छ यार हल्का आफूले सोच्नुपर्छ त्यो कुराहरूमा होइन सो गाइस त्यही हो अब एकैचोटि हामी तपाईँलाई गएर भेट्छौँ यहाँ चरा गुडिरहेको छ रुखमा दुईवटा जो गाइस जो चिजहरू छोडिदिउँ होइन त्यो चिजहरूलाई चाहिँ अब अर्को त्यो बच्चा घरहरू बिगार्नु पनि हुँदैन त्यसरी होइन सो गाइस त्यही हो अब यस्तो ठाडो ओह्रालो अब घरको लगमा डिस्टर्ब पनि हुन्छ अनि यसो यो तल गएर भेट्यौँ न चाहिँ के झरेको पनि भिडियो बल आउँछ जस्तो भाइ सो गाइस यसलाई अर्को लगाउनु गाह्रो हुन्छ म आफ्नो गोजीमा राख्नु पर्ने हुन्छ अनि यसलाई चाहिँ म लग्छु होइन हुन्छ त्यही हो भिडियो फेरि तल गएर भेट्नुपर्छ सो गाइस कुकुर भइसक्यो होइन सो गाइस आजको भ्लग चाहिँ यही हो होइन भ्लग बनाउने आज पनि प्लान थिएन मेरो अन्त म चाहिँ भिडियो खास गरेर यो बारी हेर्न आएको थिएँ नि कुकुर जस्तो मैले देखेँ क्या अन्त त्यही भएर चाहिँ म चाहिँ कुकुर रिस्क्यु गर्न आएको थिएँ अनि सो गाइस चाँडोभन्दा चाँडो मेरो साइक्लिङ भ्लग पनि आउँछ छैन अनि म साइक्लिङ भ्लग पनि बनाएको थिएँ बनाउनु चाहिँ अनि सो के भयो भन्दाखेरि स्टोरेज फुल भएर मैले भिडियो एडिट गर्न पाइनँ अनि सो आजको भ्लग चाहिँ मैले बाइकको मोबाइल लिएर आएको थिएँ मैले भ्लग गर्नलाई अनि सो त्यही हो चाँडोभन्दा चाँडो मेरो पनि नयाँ मोबाइल आउँछ नि त्यो अनि सर्ट भिडियो चाहिँ आइरहेको हुन्छ साइकल उलीसुली हानेको यताउति सर्ट भिडियो चाहिँ आइरहेको हुन्छ अनि सो लङ भ्लग चाहिँ अब 1-2 महिनापछि मेरो फोन आउँदैछ अनि फोनमा बनाउँछु होला सायद नत्र म यो फोनमा पनि मेरो आइडियासमा लगइन गरेको मैले अब यसमा म लङ भ्लग बनाएर यसबाट एडिट गरेर यसबाट हाल्छु होला सायद म होइन अनि साइकल पनि राम्रो छैन नि त मेरो अनि साइकलको सब ब्याङ्क पनि गइसक्यो क्या साइकल पनि काम छैन त्यस्तो अब त्यस्तो बित्यो होइन अनि त्यही हो सो असार निन्जा लागेको अब असार जाउँ अनि असार अब भिरमुनि आइहाल्यो होइन पसिना पनि भइसक्यो अनि सक्नुहुन्छ अनि भिरमुनि आइसक्यो अब असार पनि खाएर जाउँ भन्न थाल्यो भाइहरूले अनि सो त्यही हामी अन्त त्यो असार निन्जा लागेको देख्नु क्या यो पो हो त आजकल बिहान चरामा देख्नुहुन्छ यस्तो गरेर बसेछ नि बाल त्यो पनि हाम्रो जोडी होइन यसको बसिरहेको जोडी ढिक्कुरसँगै बसेको जस्तो ढिक्कुर ढिक्कुर छ कि यहाँ चाहिँ हुन्छ असारै फल्नु पर्यो अनि त्यो असार त आजको 2 दिन गते भइसक्यो 3 गते भइसक्यो असारको अनि त्यो पनि ए असार त कति सिकाइ साजी असार त कति सिक्यो आज 3 गते भइसक्यो त्यो पनि ल अब यो असार हो कि के हो असार हिँड्ने भयो यो असार 15 असार 15 त आफूतिर खान्छ असार 3 गते क्यारे आयो अनि सो असारहरू हेरौँ त असार पाकेला भिरमा अनि सो असारे पाहा पनि आइसक्यो यहाँ यसो देख्न सक्नुहुन्छ यहीँबाट असार खानुपर्ने हुन्छ होइन हाम्रोतिरको असारे पनि देखाउँछ के कस्तो हुन्छ होइन बिहान मर्निङ वाक गएर आउँदाखेरि चेरी खान्छ चेरी त थाहा भएन हजुरहरूलाई त्यो चेरी चाहिँ यस्तो बल मनपर्छ मलाई कस्तो नि क्या मनपर्छ चेरी त्यस्तो असार त रातो भएको पाहामा त यहाँ त बिल्ली दौडेर असार खानु लाग्यो अब आफूले भिड चढ्नु सक्दैन देख्न सक्नुहुन्छ खुट्टाको हात जिउ हातको हाल्छु कपडा पनि फोहोर भइसक्यो पुरै असारले राति भाइ ड्युटी टाइम यहाँनिर सो गाइस म हजुर असारे पनि देखाउँछु यतातिर पनि छ कि क्या पाकेको फलेको पाकेपछि सातो रातो हुन्छ त असारे खाँदाखेरि यहाँ त छैन माथि डाँडातिर फल्छ फल्न पनि हजुर थुप्रै एकछिन टिप्ला म आउँछु माथि सो गाइस हजुरहरूलाई म असार माथिबाट देखाउँछु है त
चप्पल चाहिँ तलै खोल्नुपर्ने हुन्छ अनि सो देख्न सक्नुहुन्छ भाइ मोबाइल पक्र्दा भिडियो बनाउँदा मेरो ए मुङ्ली मुङ्ली मुग्री नै मुग्री नटिपे आयो किन सरे बाजी दर 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 फोन पक्र्दा आमा ओए हिल्लै हिल्लो पठाएर त मोबाइल आमा हात के साह्रो हिलो हो फेरि यता खाने यता असार हुन्छ होइन यस्तो पाहाडबाट तर्नु पर्ने हुन्छ ल आत्ता काँडा घोच यार अब पकाउने ठाउँ पनि छैन त अब यसरी हातले अब यस्तो टक्क काट्ने यस्तो पकाउने यस्तो चढ्ने क्या ओए कुन चिप्लेको त ल कति ल ए कुखुरा सबै सब जति भइरहेको छ कत्रा गाली खाइन्छ आज यस्तो मल फोर भइसक्यो सो असार देख्न सक्नुहुन्छ ल हेर्नु यस्तो टाइफाइड यस्तो हुन्छ क्या अनि यस्तो गरी यस्तो आएन एकछिन गर्दा असार देखाउँ सो गाई यो चाहिँ असारे क्या छोड्नु त्यहाँबाट हट्न असारे देख्न सक्नुहुन्छ ल हेर्नु यस्तो हुन्छ क्या असारे चाहिँ म चाहिँ कति माथि आएको छु ल देख्न सक्नुहुन्छ हेर्नु माथि माथि झन्माथि गइरहेको पुरै अब चाहिँ पुरै थाकिसक्यो साह्रै थाक्यो छैन यस्तो बिजोक तड्का ए झन्डै गयो फेरि तल आम्मा असारे हेरेको असारे नामै त काफी असारे यो पनि बाख्रा सँगसँगै मास्तिर कुकुर सो गाइस अब असार ससार टिप्छौँ असारे खान्छौँ होइन अनि त्यस पछाडि एकचोटि नेक्स्ट ब्लगमा भेट्छौँ सो असार फेरि दिन सक्नुहुन्छ यहाँनिर सो गाइस आजको लागि यति नै अनि सो हामी अर्को भिडियोमा भेट्छौँ त्यो सब्सक्राइब गर्नु लाइक गर्नु सेयर गर्नु सबजनाले होइन अनि सो त्यही हो अहिलेको भनेको कुरा चाहिँ नबिर्सिनु होला अनि सो त्यही आजको लागि बाई बाई है त